हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। मैले चाहिँ आज पनि मेरो मिनी ब्लग लिएर आइसकेको छु। अहिले चाहिँ हामी बल खेल्नको लागि जाँदैछौँ। बल लिएर हामी चाहिँ बल खेल्नको लागि जाँदैछौँ। यहाँदेखि चाहिँ साथीले पारी बल हान्छु भनौँ, भरे बल चाहिँ खोलामा झारिदियो। झट्टसँगले म चाहिँ अब बल खोज्नको लागि खोलामा झर्दैछु। यहाँनिर चाहिँ फोहोर फाल्ने ठाउँहरू रहेछ। सिसा फुटेर ढुट्टो भएको रहेछ। बिस्तारै म चाहिँ खोलातिर बल लिन झर्दैछु। र बल चाहिँ कहाँनिर झर्यो थाहा छैन। यस्तो यो फोहोर गाडीमा म चाहिँ बिस्तारै खोज्दै तल झर्दैछु। कतापट्टि झऱ्यो कुन्नि, एउटा मैले बल पनि भेटिसकेँ। अब चाहिँ म बल लिएर निस्किन लागेँ। अब झट्ट म बल लिएर उँभो पनि निस्किएँ छुट्टसँगले। अहिले चाहिँ म ठक्कै बल लिएर बाटामा पनि आइपुगिसकेँ। अब चाहिँ हामी लाग्यौँ टुँडिखेलतर्फ। चट्ट बल लिएर दुई भाइ टुँडिखेल पुग्दा चाहिँ बल आएको रहेछ, फुटबल खेल्नको लागि म चाहिँ मिनी पुस लिएर जाँदैछु। चट्ट अब चाहिँ फुटबल खेलेर फर्किने भनेर चट्टसँगले लिएर जाँदैछु। आजको मेरो मिनी ब्लग चाहिँ यति नै। बाई बाई साथीहरू।